हेलो दर्शक महानुभावहरु नमस्ते। तपाईहरुको माझ म आज पनि आइसकेको छु हरर स्टोरी ल्याएर। मेरो जीवनमा घटेको निकै डरलाग्दो र अलौकिक भयावह र निकै रहस्यमय घटनाहरुको बारेमा म आज पनि मेरो अनुभव हजुरहरुलाई भन्न गइरहेको छु। कृपया अन्तिमसम्म सुनेर साथ दिदिनु होला। करिब आजभन्दा 5 वर्ष अगाडिको कुरा हो हैन। म र एउटा भाइ चाहिँ टाढा घरदेखि अलि टाढा गएका थियौं। त्यही चाहिँ अब दिनमा गयौं हैन। अब साँझपट्टि आउने टाइम भएन के, बेलुकापट्टि टाइम भएन। अब अलि अँध्यारो भइसक्यो, अब राति परिसक्यो। अब त्यही भएर अब राति नै जाने भन्ने प्लान गर्यौं दुईटा भाइले। अब आउँदाखेरि चाहिँ दुईटा भाइ आइरहेका थियौं। आउँदा आउँदा अलि घनाघोर जंगल, एकदम सुनसान जंगल थियो हैन। त्यस जंगलमा आयौं दुईटा भाइ। आउँदा आउँदा बाटोमा एक्कासी सर्याउँ गर्यो हैन। म त झसङ्ग भए। त्यसपछि म चाहिँ तर्सिसकेँ हैन, झसङ्ग भए। मेरो भाइले पनि दाइ के भयो अनि भनेर उले पनि डर मानिसकेछ हैन। मलाई पनि डर लाग्यो, सर्याउँ गर्यो हैन। त्यसपछि के गर्यो भनेर म चाहिँ डरले बोल्न नसक्ने भएको थिएँ हैन। त्यसपछि जामजाम के हैन भनेर मैले भाइलाई सम्झाएर अगाडि बढाएँ। अगाडि जाँदा त एक्कासी बाटोमा ठिङरिङ अगाडि आएर उभियो भने, एक्कासी बाटोमा ठिङरिङ अगाडि आएर पुरै सेतो हैन, कपाडाभरि पुरै सेतो हैन, अगाडि खुट्टा गरेको, पछाडि टाउको गरेको, पुरै अगाडि कपाल छोरेको कस्तो मान्छे हैन। अब राक्षस हो कि मान्छे, अब अगाडि आएर बाटोमा उभिसक्यो के। उभिँदाखेरि भाइ चाहिँ दाइ तर्सायो भनेर अगाडि पछाडि मसँग गयो हैन तर्सेर। म पनि यस्तो तर्सेँ के त्यो देखेर हैन। त्यसपछि त्यो देखेर तर्सेँ हैन। यत्रो दुई भाइले अङ्गाला हाल्यौँ हैन तर्सेर डरले। त्यसपछि बिस्तारै उता हेर्यौँ र त छैन, अनि कता गायब भइसक्यो। त्यसपछि अगाडि गयौँ हैन, डरले अगाडि गयौँ हैन। सानो मोबाइलको टर्च थियो। त्यसपछि अगाडि गइसकेपछि अगाडि हामी चाहिँ अगाडि हिँड्दा चाहिँ अगाडि बाटो लाग्छ। अनि अगाडि बाटो लाग्दा देख्दाखेरि चाहिँ हामी ढुक्यौँ हैन। ढुक्दाखेरि चाहिँ अनि पछाडि आउँछ के। त्यस्तै गर्दै हामीलाई डाँडासम्म पुर्यायो हैन। अगाडि हिँड्दा पछाडि हिँड्दा अगाडि, त्यस्तै गर्दै डाँडासम्म पुर्यायो हैन, तर्साएर। त्यसपछि हाम्रो मुटुले त अब 99 हानेछ हैन डरले। हामी चाहिँ दौडेर आयौँ हैन। अनि अगाडि दौडेर जान्छौँ, अनि अगाडि देखिन्छ हैन, अनि ढुक्छौँ, अनि पछाडि देखिन्छ। त्यस्तै गर्दै हामीलाई डाँडासम्म ल्यायो हैन। डाँडाबाट चाहिँ गाउँ देख्यो। गाउँ देखिँदाखेरि अलि मन शान्त भयो हैन, अलि डर नभएको जस्तो, डर हटेको जस्तो भएर। त्यसपछि दुई भाइ चाहिँ अलि त्यहाँबाट कुक्काउँदै कराउँदै हैन, डरले चिच्याउँदै त्यहाँबाट दौडेर आयौँ र त्यहाँबाट दौडेर त्यो डाँडाबाट घरसम्म चिच्याउँदै कराउँदै राति आयौँ हैन। गाउँका मान्छेले पनि के चिच्याउन लाग्यो अहिले भनेको छ हैन। हामी त डरले हैन, त्यस्तो डर थुर्र आङजिरिङ गर्छ हैन। पुरा मान्छे प्रत्यक्ष देखिया छ यार। त्यो भएर त्यतिखेर चाहिँ त्यो भयो हैन। अब तपाईहरुलाई यस्तै कथाहरु सुन्न मन भए हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। यस्तै कथाहरु दैनिक रूपमा हजुर सामु प्रस्तुत गर्ने हाम्रो अभियान जारी नै छ। तबसम्मका लागि